कनिचिवा मिनासान। आज चाहिँ हामीले जापानिज ल्याङ्ग्वेजको नयाँ कुरा ल्याएर आएको छौँ। यसमा चाहिँ ग्रिटिङ इन जापानिज ल्याङ्ग्वेज भनेर टपिक छ, जुन जापानिजमा चाहिँ आइसाचु भनेर छ भने नेपालीमा चाहिँ अभिवादन भनेर भन्छ है। जुन कुनै व्यक्ति अथवा साथीभाइ आफूभन्दा ठुलो व्यक्ति अथवा सानो व्यक्तिलाई फर्स्टचोटि भेट्दाखेरि, जस्तै हामीले नेपालीमा चाहिँ अब शुभ प्रभात होइन, अथवा चाहिँ गुड मर्निङ, गुड आफ्टरनुन भनेर चाहिँ जुन प्रयोग गर्छौँ, त्यसलाई चाहिँ अब जापानिजमा है, जापानिज भाषामा चाहिँ कसरी भन्ने, यसको प्रयोग चाहिँ कसरी गर्ने भन्ने सम्बन्धी चाहिँ आज हामीले गर्न गइरहेको छौँ। हजुरहरूले राम्रोसँग हेरेर ध्यान दिएर सबै कुराहरू कण्ठ पार्नु होला है। एक नम्बरमा छ तपाईँको ओहायो गोजाइमास है। एक नम्बरमा के छ त ओहायो गोजाइमास भनेर गुड मर्निङ भनेर छ भने, दुई नम्बरमा कनिचिवा, दुई नम्बरमा के छ त कनिचिवा। यसलाई हा लेखे तापनि तपाईँको उच्चारणको रूपमा चाहिँ यसमा वा भनेर उच्चारण गर्छौँ। त्यो भनेको चाहिँ गुड आफ्टरनुन भनेर छ है। त्यसपछि कन्बानवा, तिन नम्बरमा के छ त कन्बानवा, कन्बानवा भनेको चाहिँ गुड इभिनिङ भनेर छ है। त्यसपछि छ ओयासुमिनासाई, ओयासुमिनासाई भनेको गुड नाइट, सुत्नुभन्दा अगाडि भन्नुपर्दा गुड नाइट भनेर भनेको छ ओयासुमिनासाई। त्यसपछि पाँच नम्बरमा छ सुमिमासेन, सुमिमासेन, सुमिमासेन भनेर छ। त्यो भने चाहिँ एक्सक्युज मी भनेको कसैसँग केही कुराहरू सोध्नु पर्यो होइन। जस्तै चाहिँ तपाईँको केही नम्बरहरू, टेलिफोन नम्बरहरू चाहिँ कसैको नामहरू नै सोध्नु पर्दाखेरि पनि चाहिँ तपाईँको सुमिमासेनको प्रयोग गरिन्छ। अरूकोमा चाहिँ जस्तै चाहिँ तपाईँको केही कुराहरू थोरै केही गल्ती भयो, त्यसमा पनि आइएम सरी भनेर पनि चाहिँ तपाईँको सुमिमासेनको प्रयोग गर्न सक्नुहुन्छ। त्यसपछि ओनेगाइसिमास के छ त ओनेगाइसिमास, ओनेगाइसिमास भनेको चाहिँ प्लिज अथवा रिक्वेस्ट है। ओनेगाइसिमासको हामीले प्रयोग गर्नु कस्तोमा प्रयोग गर्न सक्छौँ भन्दाखेरि, तपाईँको कसैलाई केही कामहरू गराउनु पर्दा है, कसैलाई केही कामहरू गराउनु पर्यो, त्यसलाई चाहिँ मेरो यो काम गरिदिनुहोस् न, मेरो यो कुराहरू गरिदिनुहोस् न भनेर चाहिँ मैले तपाईँलाई रिक्वेस्ट गरेँ है भन्नुपर्दा चाहिँ ओनेगाइसिमासको प्रयोग गरिन्छ है। सायोनारा भनेर छ। त्यसपछि चाहिँ सायोनारा भनेको गुड बाई है। भेट भयो, भेट भइसकेपछि छुट्टिनु पर्यो भनेपछि अलिकति लामो समयको लागि छुट्टिनु पर्दाखेरि चाहिँ सायोनाराको प्रयोग गरिन्छ। त्यसपछि आठ नम्बरमा छ हाइतेमो इदेस्का, हाइतेमो इदेस्का भने चाहिँ चिसाइचीको प्रयोग भएको छ। हाइरिमास, हाइरिमास भनेको इन्ट्री इनसाइड हो, भित्र प्रवेश गर्नु हो भने त्यो फर्म लगाएको छ। हाइतेमो इदेस्का सेन्से भनेर प्रयोग गर्न सक्छौँ। जस्तै कक्षा कोठाहरूमा कुनै कुराहरू भइरहेको छ त्यसमा चाहिँ, अथवा यसको अगाडि चाहिँ सिचुरेसिमास पनि प्रयोग गर्न सकिन्छ है। सिचुरेसिमास हाइतेमो इदेस्का सेन्से भनेर हामीले प्रयोग गर्न सक्छौँ। यो भनेको चाहिँ कुनै कामहरू भइरहेको छ, मिटिङ अथवा चाहिँ कक्षा कोठामा चाहिँ प्रवेश गर्नुभन्दा अगाडि चाहिँ नकनक गरेर हाइतेमो इदेस्का सेन्से भनेर के म भित्र आउन सक्छु भनेर पर्मिसन माग्नु पर्दा यसको प्रयोग गरिन्छ है। त्यसपछि सोतोनी देतेमो इदेस्का, सोतोनी देतेमो इदेस्का भनेर छ। सोतोनी देतेमो इदेस्का भनेको चाहिँ मे आई गो आउट, सोतोनी देतेमो इदेस्का भनेको चाहिँ मे आई गो आउट, म बाहिर जान सक्छु भनेर चाहिँ पर्मिसन माग्नु पर्दा, कसैसँग चाहिँ आदेश माग्नु पर्दा है, कसैसँग चाहिँ केही कुराको पर्मिसन माग्नु पर्दा चाहिँ यसको बाहिर जानु पर्दाखेरि चाहिँ पर्मिसन माग्दाखेरि यसको प्रयोग गर्न सकिन्छ। त्यसपछि 10 नम्बरमा मौ इचिदो ओनेगाइसिमास, मौ इचिदो ओनेगाइसिमास। मौ भनेको फेरि, फेरि इचिदो भनेको एकपटक, ओनेगाइसिमास भनेको रिक्वेस्ट, फेरि एकपटक रिक्वेस्ट गर्नुको मतलब फेरि एकपटक भनिदिनुहोस् भन्ने अर्थ जनाउँछ। प्लिज टेल मी वन्स मोर अगेन, मौ इचिदो ओनेगाइसिमास भनेको चाहिँ फेरि एकपटक केही कुरा, जस्तै प्रश्नहरू सोध्नुभयो सेन्सेले, अथवा चाहिँ कसैले केही कुराहरू सोध्नुभयो, त्यो कुरा चाहिँ तपाईँले राम्रोसँग तपाईँको दिमागले टिप्न सकेन, बुझ्नु भएन, तत्कालै अब उहाँको कुराहरू एकदम फास्ट भयो होला, राम्रोसँग बुझिएन भनेपछि फेरि एकचोटि भनिदिनुहोस् न भनेर त्यही कुरा दोहोऱ्याउन लगाउनु पर्दाखेरि चाहिँ तपाईँले चाहिँ मो इचिदो ओनेगाइसिमासको प्रयोग गर्न सक्नुहुन्छ है। त्यसलाई चाहिँ प्लिज टेल मी वन्स मोर अगेन भनेको छ भने। 11 नम्बरमा छ
मौसुकोसी युक्कुरी इत्ते कुदासाई, मौसुकोसी युक्कुरी इत्ते कुदासाई भन्ने छ प्लिज टेल मी स्लोली, प्लिज टेल मी वन्स मोर अगेन स्लोली भन्न पनि सकिन्छ। प्लिज टेल मी स्लोली भनेको छ मौसुकोसी युक्कुरी इत्ते कुदासाई भनेको जुन तपाईँलाई प्रश्नहरू सोधेको छ होइन, कसैले केही कुरा इन्फर्मेसन दिइरहेको छ भने त्यसमा चाहिँ एकदमै स्पिड आयो, एकदमै पावरली अथवा एकदमै जोरले आएको छ र त्यो साउन्डहरू पनि राम्रोसँग वर्डहरू बुझिएको छैन भने फेरि एकपटक भनिदिनुहोस् भनेर भन्नुपर्दा चाहिँ यसको प्रयोग गरिन्छ। त्यसपछि चाहिँ 12 नम्बरमा आरिगातो गोजाइमास है, आरिगातो गोजाइमास भनेको छ थ्याङ्क यू। जस्तै केही कुराहरू काम गर्यो त्यो बापत चाहिँ तपाईँले धन्यवाद दिनुपर्दाखेरि चाहिँ आरिगातो गोजाइमास। अब आफ्नै साथीभाइ छ, आफ्नै लेभलको आफ्नै साथीभाइहरू छ होइन, त्यस्तो केसमा चाहिँ आरिगातो मात्र पनि भन्न सकिन्छ है, गोजाइमास युज नगरेर तपाईँको आरिगातो मात्र पनि भनेर भन्न सकिन्छ। अब योभन्दा अझ धेरै अलिकति ठुलो काम एकदमै मिहिनेत गरेर तपाईँलाई चाहिँ सहयोग गर्नुभएको छ र त्यसलाई अझ धेरै धन्यवाद दिन चाहनुहुन्छ भने डोमो, यसको अगाडि चाहिँ डोमो प्रयोग गरेर डोमो आरिगातो गोजाइमास भनेको धेरै धेरै धन्यवाद भनेर पनि प्रयोग गर्न सकिन्छ है। अब त्यसपछि छ दो इतासी मासिते, दो इतासी मासिते भनेको युआर वेलकम। अब तपाईँले धन्यवाद दिनुभयो भने चाहिँ कसैले तपाईँलाई धन्यवाद दियो भने तपाईँले हजुर स्वागत छ, तपाईँले सहयोग गरे बापत स्वागत छ भनेर भन्नुपर्दाखेरि चाहिँ दो इतासी मासिते युआर वेलकम भनेर प्रयोग गर्न सकिन्छ। त्यसपछि चाहिँ इरास्या, इरा चिसाइचु स्या, इरास्याई मासे, इरास्याई मासे भनेको चाहिँ वेलकम टु गेस्ट भिजिटर कस्टमर इटिसी भनेको छ। र यो भनेको पनि चाहिँ तपाईँको वेलकम नै हो। माथिको चाहिँ कसैले तपाईँलाई सहयोग गरेर चाहिँ धन्यवाद दिँदा युआर वेल जस्तै स्वागत छ भनेर भन्नुपर्दा चाहिँ दो इतासी मासेको प्रयोग भयो भने चाहिँ इरास्याई मासे भनेको चाहिँ तपाईँको कुनै पसलमा होइन, कुनै पसलमा चाहिँ कुनै रेस्टुरेन्टमा कुनै चाहिँ तपाईँको इन्स्टिट्युटमा होइन, कुनै पनि चाहिँ भनौँ न बिजनेस को सिलसिलामा त्यो ठाउँमा चाहिँ कुनै गेस्टहरू कस्टमरहरू भिजिटरहरू चाहिँ इन्ट्री गर्नुभयो मानव, त्यतिखेर चाहिँ उहाँलाई चाहिँ स्वागत छ है, हाम्रो रेस्टुरेन्टमा चाहिँ आइदिनु भएकोमा स्वागत छ, हाम्रो पसलमा आइदिनु भएकोमा स्वागत छ भन्नुपर्दाखेरि चाहिँ इरास्याई मासेको प्रयोग गरिन्छ है। त्यसपछि छ दोउजो ओगेन्की दे, दोउजो ओगेन्की दे भनेको चाहिँ दोउजो ओगेन्की दे भनेको चाहिँ तपाईँको बेस्ट अफ लक है, सेट वाइन लङ सेपरेसन भनेको छ। दोउजो ओगेन्की दे भनेको तपाईँहरूले एउटै कम्पनीमा भनौँ, एउटै कम्पनीमा लामो समयसम्म काम गर्नुभयो साथीभाइको हिसाबमा स्टाफ, अथवा सँगसँगै पढ्नुभयो, अथवा चाहिँ धेरै लामो समयको लागि 2-3 वर्ष अथवा अलिकति लामो 2-4 महिना अलिकति लामो समयको लागि तपाईँ एक आपसमा चाहिँ छुट्टिँदै हुनुहुन्छ भने चाहिँ दोजो ओगेन्की दे भनेर चाहिँ हामीले प्रयोग गर्न सक्छौँ है, बेस्ट अफ लक। अब आउने दिनहरू चाहिँ तपाईँले राम्रोसँग बिताउनु होला भनेर भन्नुपर्दाखेरि यसको प्रयोग गरिन्छ। त्यसपछि 16 नम्बरमा छ गानबारी मास, गानबारी मास, गानबारी मास भनेको डु ओन्स बेस्ट। यो भनेको पनि तपाईँको एकदमै मिहिनेत गर्नुहोस्, कडा मिहिनेत गर्नुहोस् है, जुन चाहिँ तपाईँले अध्ययन सम्बन्धी अथवा काम सम्बन्धी जेसुकै तपाईँले गरिराख्नु भएको छ त्यसमा चाहिँ एकदमै कडा मिहिनेत गर्नुहोस् भन्नुपर्दाखेरि चाहिँ गानबारी मास प्रयोग गरिन्छ। यो चाहिँ गानबारो भनेर चाहिँ भन्न सकिन्छ। मिहिनेत गरौँ, मिहिनेत गर्नुहोस्, मिहिनेत गर भनेर भन्नुपर्दाखेरि चाहिँ तपाईँको डिफ्रेन्ट फर्ममा प्रयोग गरिन्छ, तर गानबारी मास चाहिँ जापानिजको केसमा एकदमै मिहिनेत गर्नुपर्छ भन्ने हिसाबमा एकदमै धेरै प्रयोग गरिन्छ। त्यसपछि गोमेन्नासाई, त्यसपछि के छ त गोमेन्नासाई, गोमेन्नासाई भनेको चाहिँ आई एम सरी भनेको छ। गोमेन्नासाई भनेको चाहिँ तपाईँले कसैप्रति चाहिँ केही चाहिँ तपाईँको गलत गर्नुभयो होइन, कसैलाई केही नोक्सानी गर्नुभयो, अब चाहिँ बसिराख्नु भएको छ खुट्टा कुल्चियो होइन, बसिरहेको बेला चाहिँ खुट्टा कुल्चियो, मानव ट्रेनमा उभिरहेको बेला खुट्टा कुल्चियो, बसिरहेको बेला कफी पिउनु भएको थियो स्वाट्टी
चाहिँ झुक्किएर चाहिँ खसिहाल्यो अथवा चाहिँ केही कुरा डिस्टर्ब गर्यो, कसैलाई असर पुऱ्यायो भने चाहिँ गोमेन्नासाईको प्रयोग गरिन्छ है। त्यसपछि छ इतदाकिमास। इतदाकिमास भनेको चाहिँ थ्याङ्क यू, आई एक्सेप्ट भनेको छ। इतदाकिमास भनेको चाहिँ जस्तै हामीले नेपालीमा चाहिँ ल मैले चाहिँ अब खाना खाएँ है, मैले चाहिँ यो केही कुराहरू पिएँ भनेर भन्नुपर्दा चाहिँ इतादाकिमासको प्रयोग गरिन्छ। थ्याङ्क यू, आई एक्सेप्ट। सेट बिफोर टु स्टार्टिङ इट ओर ड्रिङ्क है, खानुभन्दा अगाडि केही कुरा पिउनुभन्दा अगाडि चाहिँ हामीले जापानिजको केसमा चाहिँ जहिले पनि इतादाकिमास भनेर मात्रै खान्छन् है। 19 नम्बरमा छ गोचिसो सामा देशिता। 19 नम्बरमा छ गोचिसो सामा देशिता, द्याट वाज डेलिसियस भनेको छ। गोचिसो सामा देशिता भनेको चाहिँ तपाईँले खाना खाइसकेपछि, सेट बिफोर सेट आफ्टर टु इट ओर ड्रिङ्क भनेको जस्तै तपाईँले केही कुराहरू लिनुभयो, लिएर खानुभयो अथवा पिइसक्नुभयो, त्यसपछि चाहिँ तपाईँको त्यो खाएको कुराहरू चाहिँ तपाईँलाई कस्तो अनुभव लाग्यो, कस्तो लाग्यो भन्दाखेरि मलाई त्यो चाहिँ एकदमै मिठो थियो, मिठो खाना दिनुभएकोमा धन्यवाद भनेर भन्नुपर्दा गोचिसो सामादेशता भनेर प्रयोग गरिन्छ है। त्यसपछि छ तपाईँको ओगेन्की देशका। ओगेन्की देशका भनेर चाहिँ हाउ आर यु, सन्चै हुनुहुन्छ, तपाईँलाई कस्तो छ भनेर भन्नुपर्दा ओगेन्की देशकाको प्रयोग गरिन्छ। त्यसपछि छ त्यसको उत्तरमा चाहिँ हाई गेन्की देश, हजुर आई एम फाइन, हजुर ठिक छु म, हाई गेन्की देश, म ठिक छु भनेर प्रयोग गरिन्छ भने स्वस्थ छैन, ठिक छैन भन्नु पऱ्यो भने चाहिँ इए गेन्की ज्यारिमासेन, आई एम नट फाइन, इए गेन्की ज्यारिमासेन, आई एम नट फाइन, ठिक छैन, इए गेन्की ज्यारिमासेन, मलाई सन्चो छैन भनेर प्रयोग गर्न सक्नुहुन्छ है। ल हाम्रो आजको क्लासमा चाहिँ यति कुरा नै छ। यो सबै तपाईँको 20वटा 21 22वटा रहेछ, सरी 22वटा चाहिँ ग्रिटिङको वर्डहरू छ। यसलाई चाहिँ हजुरहरूले राम्रोसँग चाहिँ कण्ठ पार्नु होला। अब धेरै कुराहरू छ, अझ फेरि बचेको कुराहरू हामीले नेक्स्ट पार्टहरूमा अरूमा पनि हामीले युज गर्दै जान्छौँ। यो आज भएको कुरालाई चाहिँ यो 22वटालाई चाहिँ हजुरहरूले राम्रोसँग कण्ठ पारिदिनु होला है। ल आजलाई हामी यति नै गर्छौँ। यसलाई कण्ठ पारेर हजुरहरूले राम्रोसँग ध्यान दिएर चाहिँ युज गर्नु होला, सबैलाई राम्रोसँग प्रोनाउन्स गर्नु होला। ल आजको क्लास यति नै गर्छौँ है। सायोनारा मातानी।